सुरुमा तपाईहरुलाई थकाइ लाग्ने एउटा कुरा हैन, आफूलाई एकदमै थकानको महसुस हुने, अनि त्यसपछि फेरि काम गर्ने इच्छा नहुने, स्फूर्ति नहुने, त्यसपछि के हुन्छ भने राति पनि बिउजिनु पर्ने, त्यसपछि अनिद्रा हुने, बिउजिनु पर्ने, निद्रा नलाग्ने, त्यसै गरेर तेस्रो कारणहरु हेर्दाखेरि छिटो छिटो भन्दा हामीलाई शरीरमा चाहिँ रोगहरु लाग्ने, जस्तै केही फ्लूहरु होला, केही कमन कोल्डहरु होला, त्यसले गर्दाखेरि हाम्रो इम्युनिटी सिस्टम चाहिँ अलिकति कमजोर गराउँछ, जसले गर्दाखेरि केही विभिन्न किसिमका इन्फेक्सनहरु हामीलाई चाहिँ छिटो भन्दा छिटो हुने हुन्छ। त्यस्तै गरेर अर्को कारण हेर्ने हो भने अनि ब्याक पेन हुने हैन, पछाडीको ढाड दुख्ने, त्यसपछि बोन हड्डीहरु दुख्ने, त्यसपछि चाहिँ मसल्सहरु दुख्ने पनि हुन सक्छ। अर्को कुरा के पनि हुन सक्छ भन्दाखेरि फेरि तपाईको भिटामिन डी को कमीको लक्षणले गर्दाखेरि तपाईको कुनै पनि घाउहरु लागेको छ, कसैलाई डायबिटिज भएको छ र उसको घाउ छ र त्यो घाउमा के हुन्छ भन्दाखेरि उसको जुन घाउ सन्चो हुने प्रोसेस, वुन्ड हिलिङ प्रोसेस हुन्छ, त्यसमा चाहिँ लेट हुने पनि हुन सक्छ। अर्को त्यस्तै गरेर हजुरको फेरि कपाल झर्ने समस्या पनि हुन सक्छ। जब धेरै कपालहरु झर्यो भने त्यसमा भिटामिन डी को समस्याले गर्दाखेरि पनि कपाल झर्ने हुन सक्छ। त्यस्तै गरेर हजुरलाई मेन्टल हेल्थको प्रब्लमहरु हुन सक्छ, मान्छेहरुलाई डिप्रेसन पनि हुन सक्छ भिटामिन डी को कारणले गर्दाखेरि। र अर्को कुरा के पनि छ भन्दाखेरि त्यस्तै गरेर सबभन्दा ठूलो चाहिँ महिलाहरुलाई चाहिँ हड्डीहरु मक्किने कारणहरु हुन सक्छ। महिलाहरुलाई मात्रै नभइकन जसको पोस्टमेनोपाउज भइसकेको महिलाहरु, जसको चाहिँ पहिले नै पाठेघरहरु मैले केही कारणले गर्दाखेरि अपरेसन गरेर निकाल्नु भएको छ, त्यस्तो कारण गर्दाखेरि ठूलो ठूलो हड्डीहरु, पछाडी मेरुदण्डहरु, विभिन्न ठाउँहरुमा हिपको हड्डीहरु मक्किने, ओस्टियोपोरोसिसहरु हुने हैन, त्यस्तो हुन सक्छ। र अझै के पनि देखिएको छ भन्दाखेरि भिटामिन डी को कमीले वेट गेन पनि हुने देखिएको छ।